मम्मी होला रे तपाईँलाई थाहा छैन आज म तपाईँलाई यो मिठो पारेर सादेर खुवाउँछु मम्मी यो चाहिँ काट्दाखेरि यस्तो हुन्छ हेर्नु त यो लरे एप चाहिँ उसलाई बुवा आमाले पहाडबाट पठाइदिनु भएको थियो त्यो कुरा त मलाई थाहा थियो तर मैले परबाट हेर्दा चाहिँ चिनिन यो के हो भनेर सोधेको मम्मी तपाईलाई यति पनि थाहा छैन यो लरे एप पनि म तपाईलाई मिठो बनाएर साँदेर खुवाउँछु भनी सबै लरे एपको दानालाई चाहिँ एउटा बटुकामा निकालेर हाली अनि मैले चाहिँ खैहालेँ न त म निकाल्न सघाउँछु भनेको तपाईले पर्दैन म आफै गर्छु तपाई हेर्नु मात्रै भनी अनि मैले चाहिँ हेरि मात्रै रहेको यसले के गर्छ भनेर अनि दुईटा जति लरे एपलाई काटेर सबै बटुकामा दाना जति निकाली अनि त्यसमाथिबाट चाहिँ मैले बनाएर राखेको मुलाको अचारलाई चाहिँ ल्याएर माथिबाट मज्जाले हालिदिए हैन अनि त्यसमाथिबाट चाहिँ मसिनो गरी काटेको काँक्रालाई पनि राखी अनि चाट मसला नुन र तोरीको तेललाई माथिबाट मज्जाले हालिसकेपछि माथिबाट कागतीलाई पनि सरर निचरिदी अनि चम्चाले मज्जाले सुई मोलिसकेपछि चाहिँ हेर्नु मम्मी मैले लरे एपको चाहिँ अचार साँदेर रेडी गरिसके तपाई पनि खाने भए आउनु भन्दै मलाई बोलाइ हैन अनि उसले चाहिँ त्यही लरे एपको खोलभित्र अचारलाई भरेर रेडी गरी अनि मलाई देखाउँदै थियो हेर्नु त मम्मी मैले पनि तपाईको जस्तै हेर्दै खाउँ लाग्ने अचार चाहिँ बनाएर रेडी गरेको छु तपाई पनि खाने भए आउनु भनी अनि उले चाहिँ चाख्न थाली उसलाई चाहिँ यो एकदमै मिठो लाग्यो अरे तपाईहरु पनि एकचोटी घरमा बनाएर ट्राई गर्न सक्नुहुन्छ मम्मी तपाई पनि खानु त कस्तो मिठो भएको छ